उच्चारणको नेम रुल नम्बर 1 यदि कुनै वर्डको सुरुमा वाइ भए वाइको उच्चारण के हुन्छ ओ। अब हेर्नु एक्जाम्पल एलमा अब हेर्नु सुरुमा वाइ छ यसको उच्चारण के अ भयो यस ए यल स ल हैन। अब औस ए यस एकार यल स ल एल। त्यसै गरेर लियर यस येल्लो यस्टरडे। रुल नम्बर 2 यदि कुनै वर्डमा वाइ भन्दा अघि भवेल प्लस कन्सोनान्ट भए वाइको उच्चारण के हुन्छ इकार हुन्छ है। अब लेडीमा हेर्ने यस ल एस एकार दिस ड वाइ स इ लेडी। लेडीमा के छ वाइ भन्दा अघि के छ यो कन्सोनान्ट छ त्यसपछि भवेल छ त्यसकारण वाइको उच्चारण के भयो इकार भयो लेडी। त्यसै गरेर बेली हरी कापी केरी। नम्बर 3 यदि वाइ भन्दा पहिले दुई कन्सोनान्ट भए वाइको उच्चारण के हुन्छ आई हुन्छ। अब क्राइम हेर्ने वाइ भन्दा अघि के दुईवटा कन्सोनान्ट छ हैन सी स क आ स र वाइको उच्चारण के हो आई क्राई। त्यसै गरेर ड्राई फ्लाई स्काई फ्राई। अब रुल नम्बर 4 हेर्ने यदि दुई कन्सोनान्टको बिचमा वाइ भए वाइको उच्चारण के हुन्छ इकार हुन्छ। अब दुईवटा कन्सोनान्टको बिच अब जी हेर्ने कन्सोनान्ट यहाँ पनि कन्सोनान्ट बिचमा के छ वाइ त्यसकारण यसको उच्चारण के भयो इकार भयो हैन। जी स ज वाइ स इकार यम स म जिम। त्यसै गरेर मिट। ल जेडको उच्चारणको नेम रुल नम्बर 1 यदि कुनै वर्डमा जेड भए जेडको उच्चारण के हुन्छ ज हुन्छ। एक्जाम्पल हेर जुमा जेड स ज डब्लु स उकार जु। जस्तै गरेर जिप जिपमा के हुन्छ चेन लगाउने हैन हामी फुल फर्ममा लगाउँछ त्यसलाई जिप। जिरो जिरो भने शून्य। जोन जेस्ट आनन्द उत्साह। मैले तपाईहरुलाई एदेखि जेडसम्मको उच्चारणको नियम पढाइसकेको छु। अझै एकचोटि तपाईहरुले पढ्नु भयो भने उच्चारणको नियम सम्बन्धी जति कन्फ्युजन हुन्छ त्यो सबै हटेर जान्छ। कहाँ लेटरहरु साइलेन्ट हुन्छ कतिखेर कुन लेटरको उच्चारण के हुन्छ त्यो सबै यो यसमा मैले सिकाएको छु। त्यो जानेपछि त्यो उच्चारण सम्बन्धी नियम सबै प्रष्ट हुन जान्छ र एउटै लेटरको कतिखेर के उच्चारण हुन्छ भने त्यो पनि प्रष्ट हुन जान्छ। ल धन्यवाद।